हेलो साथीहरू, हजुरहरूलाई वेलकम छ मेरो ब्लगमा। हैन, म चाहिँ गाउँमा बसिरहेको छु। अब म घाँस काट्न जानुपर्छ, झ्यालहरू बनाउनु भने के आउँछ नि त। मैले चाहिँ ढोका झ्यालहरू सबै बनाउनु गरिसकेको छु। उता चाहिँ हैन, हाम्रो आज हो कि हिजोदेखि बाटो स्ल्याब गर्ने काम चल्दैछ कि, त्यसैले म हजुरलाई एउटा त्यो मिसिन देखेको ल। खोइ यहाँबाट राम्रो देखिँदैन त। उहाँ छ, हजुरहरूले पहिलो देख्नु भने त्यही होला, तर यो मोबाइलमा चाहिँ खासै राम्रो देखिँदैन। अब म घाँस काट्न जानु पर्यो हैन। कति हेर्नु नि, त्यट पाइनएप्पल छ कि यहाँतिर, हेरौँ न त। मैले अघि नै के घरको ढोकाहरू बन्द गर्न भुलेछ, अनि त्यसपछि यहीँ के हँस्या उता छोडेर गएको सानीको रुख हो। आज त भुल सिकेर के हो र टमाटर। अब चाहिँ देखाउँछु ल, त्यो मिसिन राम्रो देख्छ कि। त्यो तर अझै राम्रो देखाएको छैन। अफकोर्स हजुरहरूले देखिसक्नु भइसक्यो होला पहिले नि। यता छ पाइनएप्पलको बोटहरू न छ कि, हेरौँ न। छ भने खम है। मैले चाहिँ हँसिया लिएँ। अब त के यहाँतिर त छैन के भाइ। अब यस्तोको चुन्नी कसले खेल्नु भएको छ। अब यस्तोको चुन्नी खेल्ने बेला भइसकेको छ। खेल्नु पर्ला एक दिन होइन। हामी चाहिँ अहिले पनि चुन्नी खेल्छौँ कि सानोमा भन्नु इङ्ग्लिस यहाँतिर त छैन त है। पाइनएप्पलै छैन होला नि क्या, खै हुँदैन नि त। देखो न गाइस, देखो न भन्छु म चाहिँ। मेरो चाहिँ यो फर्स्ट भ्लग होइन। यहाँतिर छैन कि, फेरि यहाँतिर पनि ल्याएर चाहिँ त। देखो न गाइस, देखो न साँच्ची त छैन त भाइ। अस्ति त कति धेरै थियो नि। छैन रहेछ, रुख मात्र के, रुख बोट मात्र। अब चाहिँ घाँस काट्नु पर्यो। घाँसमा बाबा फेरि कस्तो घाँस नै छैन कि। मम्मीले त झारपातहरू काट्नु भन्नु भएको थियो। अब काट्नु त परिहाल्यो। यति काटिसकेँ। ओके, अब म राख्छु ल मोबाइल। यति नै हुन्छ होला है। हुँदैन कि यसरी मोबाइल राख्दा चाहिँ। तर आजको लागि यति नै। बाई बाई साथीहरू ल।